महँगो आइपिओ रिलायन्स स्पिनिङ मिल्सको आइपिओ आएको छ। यो आइपिओ भर्नको लागि तपाईसँग 41,040 रुपियाँ हुनै पर्छ। यति महँगो आइपिओ भर्ने कि नभर्ने, कम्पनीको वित्तीय अवस्था कस्तो छ, आज हामी यो बारेमा बुझ्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुभयो भने यो आइपिओ भर्ने कि नभर्ने भन्ने तपाईको कन्फ्युजन क्लियर हुन्छ। सो भिडियो अन्तिमसम्म हेर्नुहोस्। नेपाल धितोपत्र बोर्डबाट बुक बिल्डिङ मेथडद्वारा आइपिओ निष्कासनको लागि अनुमति पाएपछि पहिलो चरणको आइपिओ संस्थागत लगानीकर्ताहरूलाई र दोस्रो चरणको आइपिओ फरेन इम्प्लोइमेन्टको लागि इस्यु गरेर बाँडफाँड समेत गरिसकेको छ र अब तेस्रो चरणको आइपिओ तपाईँ हामी जनरल पब्लिकको लागि खुलाएको छ। जनरल पब्लिकको लागि पर किता 820 रुपियाँ 80 पैसाको दरले 9,24,768 किता सेयर खुलाएको हो, जसमा मिनिमम 50 किता भर्नै पर्छ। सो तपाईको खातामा 41,045 रुपियाँ हुनुपर्छ। यो कम्पनीको आइपिओ पुस 7 गतेदेखि पुसको 11 गतेसम्म मेरो सेयरबाट भर्न सकिन्छ। इस्यु म्यानेजरको रूपमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ। आइपिओ निष्कासनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले A- रेटिङ दिएको छ, जसको अर्थ कम्पनीले आफ्नो दायित्व वहन गर्ने क्षमता प्राप्त भएको भन्ने बुझिन्छ। यो कम्पनीको आइपिओ यति धेरै महँगो हुनुको कारण यो बुक बिल्डिङ मेथडबाट आएको हो, जसमा संस्थागत लगानीकर्ताहरूलाई छुट्याइएको सेयर बोलकबोल प्रक्रियाबाट बाँडफाँड गर्दा कटअफ मूल्य 912 रुपियाँ कायम भएको थियो, जसमा 10% डिस्काउन्ट गरेर 820.80 पैसा जनरल पब्लिकको लागि मूल्य कायम भएको छ र यसमा मिनिमम 50 किता भर्नै पर्ने हुन्छ। यो कम्पनीको बारेमा बुझ्ने हो भने रिलायन्स स्पिनिङ मिल्स नेपालको धागो उत्पादन गर्ने कम्पनी मध्येबाट सबैभन्दा ठुलो कम्पनी हो, जसले आफ्नो उत्पादनको 70 देखि 75% देश बाहिर निर्यात गरेको छ। यसको आर्थिक रिपोर्ट हेर्ने हो भने 2081-82 को अडिट रिपोर्ट अनुसार नेटवर्थ 250.80 पैसा र इपिएस 27 रुपियाँ 87 पैसा रहेको छ। यो कम्पनी नेप्सेमा लिस्ट भइसकेपछि फर्स्ट कारोबारको लागि ओपनिङ रेन्ज कतिदेखि कतिसम्म हुन्छ त्यो पनि हेरौँ। आर्थिक वर्ष 2081-82 को अडिट रिपोर्ट अनुसार यसको नेटवर्थ 250.80 पैसा रहेको छ। त्यसकारणले नेटवर्थको 3 गुणासम्म 250 देखि 753 सम्म यसको ओपनिङ रेन्ज हुनेछ। समग्रमा कम्पनीको वित्तीय अवस्था राम्रो छ, तर पनि शेयर मार्केट एउटा रिस्की सेक्टर हो। सो लगानी गर्नुभन्दा पहिला तपाईँ आफैले अध्ययन गरेर मात्र लगानी गर्नुहोस्। अनि मेरो व्यक्तिगत विचारमा चाहिँ यदि तपाईसँग आइपिओ भर्नको लागि पैसा छ भने तपाईले चाहिँ आइपिओ भर्दा हुन्छ। रिस्क भए पनि तपाईको, प्रफिट भए पनि तपाईको, अनि पैसा पनि तपाईको। लास्टमा तपाईले यो कम्पनीको आइपिओ भर्नुहुन्छ कि भर्नु हुँदैन, तपाईको विचारमा यसको मार्केट प्राइस कतिसम्म पुग्छ कमेन्ट गर्नुहोस्। यस्तै शेयर मार्केटसँग सम्बन्धित इन्फर्मेटिभ भिडियो र न्यू आइपिओ अलर्टको लागि फलो गर्नुहोस् है त। थ्याङ्क्स फर वाचिङ।